गाइस हामीसँग वायरलेस कार चार्जर आइसकेको छ। यसलाई म ओपन गरेर कारमा कसरी इन्स्टल गर्ने कसरी युज गर्ने तपाईहरुलाई देखाउनेछु। ओपन गरेर तपाईहरुले पाउनुहुन्छ फर्स्टमा युजर मेन्यु। यो स्टेप बाइ स्टेप पढेर तपाईहरुले इन्स्टल गर्न सक्नुहुन्छ। त्यसपछि यसको चार्जर अनि यो क्लिपर हो जुन चाहिँ यो भेन्टमा क्लिप हुन हेल्प गर्छ यसले। अनि फर्स्ट पिस भनेको फोन होल्डर छ। सेकेन्ड पिस भनेको यसको होल्डरलाई स्ट्यान्ड गर्ने छ, चार्जरलाई स्ट्यान्ड गर्ने। अनि एउटा यो ग्रिप गर्ने कभर पनि रहेछ। अब म इन्स्टल गर्न गइरहेको छु। यसलाई यो ग्रिपलाई सानो ग्रिपलाई यहाँ लाउने अनि दुईटालाई जोडिदिने यसरी यहाँ प्रेस गर्ने अनि यसलाई लक गर्ने यहाँनिर सट्टसँगले। यसलाई यहाँ लक हुन्छ। लक भइसकेपछि तपाईहरुले चार्जरलाई पनि यहाँ सट्टसँगले पछाडि चार्ज गरिदिने ल्याइदिने अनि यसलाई पिनलाई यहाँ जोडिदिने अनि लगेर तपाईहरुले ड्यासबोर्डमा पनि राख्न सक्नुहुन्छ, यहाँ पनि राख्न सक्नुहुन्छ। म चाहिँ त यहाँ ग्लासमा राखेर देखाउँदैछु। यसलाई वाइड ओपन बनाउने अनि लाइन अफ गरिदिने, प्रेस गर्ने अनि यसलाई क्लोज गरिदिने। स्ट्रङ भइहाल्यो। अनि यसलाई टर्न अराउन्ड यता गर्दा पनि भयो उता गर्दा पनि भयो। 360 टर्न अराउन्ड हुन्छ। तपाईहरुको फोनको लागि चाहिँ यहाँ प्रेस गरिदिनु यो बटनमा यसरी वाइड ओपन हुन्छ। फोन सर्ट राखिदिनुहोस्, अटोमेटिक ग्रिप गर्छ। फोन स्टार्ट चार्जिङ भइहाल्यो। तपाईको फोन चार्जिङ भयो। तपाईले कस्तो पोजिसन राख्नुहुन्छ। यदि तपाईहरुलाई मनपर्छ भने एकदम सजिलो र राम्रो लाग्यो मलाई चाहिँ क्लिक गरेर ओरेन्ज कार्डमा क्लिक गरेर लिन सक्नुहुन्छ।